आजको विशेष भिडियोमा म के भन्न गइरहेको छु भने दर्शकबिन, म चाहिँ वेबसाइटमा चाहिँ तपाईँहरूले एउटा वेबसाइट बनाउनु भयो। मलाई मेरो सबै भाइहरूले मलाई कहिलेकाहीँ मेसेज गरेर हुन्छ क्या, म अनलाइनमा कहिलेकाहीँ भिडियोहरू देखिरहेको हुन्छु कि होइन। एउटा प्रोजेक्ट चाहिँ बनाएँ अनि वेबसाइट पनि छ होइन। अनि जस्तै कि रेज्युमी प्रोफाइल बनायो अथवा केही स्ट्याटिक साइट्स बनायो अथवा एआई प्रयोग गरेर कुनै वेबसाइट बनायो, तर होस्ट चाहिँ कसरी गर्ने होइन, लाइक इन्टरनेटमा होस्ट चाहिँ कसरी गर्ने भनेर चाहिँ थाहा नै छैन कि होइन। त्यो सधैँ लोकल होस्टमा मात्र चलाएर त हुँदैन। आज म यस भिडियोमा कसरी चाहिँ त्यसलाई चाहिँ भर्चुअलमा पब्लिक डोमेनमा कसरी चाहिँ होस्ट गर्ने भनेर म सिकाउँछु है। सबभन्दा पहिले जानौँ भर्चुअल भनेको चाहिँ के हो भनेर जानौँ है। भर्चुअलबाट चाहिँ कसरी गर्छ भने भर्चुअल चाहिँ गिटअपबाट चाहिँ कन्ट्रोल हुन्छ होइन। गिटअपमा जे हुन्छ त्यसमा रियल टाइम चाहिँ त्यसले गिटअपबाट फेच गर्छ। अनि भर्चुअलमा चाहिँ फेरि डिप्लोइमेन्ट गर्ने काम भर्चुअलले गर्छ होइन। यो चाहिँ फ्रीमा नि पाइन्छ, पेडमा नि पाइन्छ। तर फ्रीमा पनि सामान्य वेबसाइट छ, 15-20 हजार जति छ भ्युअर्स आउने छन् भने नि मस्त। मेरो ख्यालमा म्याक्सिमम डाटा त्यस्तो छैन भने त्यो सामान्य नै छ भने भर्चुअलको फ्री टायरले मजाले धान्छ। मेरो वेबसाइटमा मन्थली 1200 जनाको भिजिटर्स आइरहेको हुन्छ होइन। मस्त, कुनै प्रब्लम बिना मजाले तानिरहेको छ होइन। यसले चाहिँ नेक्स्ट.जेएस, नोड, पाइथन अनि एचटिएमएल यो बेसिक रियाक्ट नेटिभहरू सबै वेबसाइटलाई चाहिँ यसले चाहिँ डिप्लोइमेन्ट गर्छ होइन। फ्रीमा गर्छ कि फ्री टाइममा होइन। अब यसको चाहिँ एउटा प्रोजेक्टको स्ट्रक्चर हुनुपर्छ होइन। जस्तो चाहिँ जुन चाहिँ यहाँ लेखे जस्तो मस्ट बी इन द मेन फोल्डर हुनुपर्छ होइन। जस्तै कि टेस्ट.एचटिएमएल हुन्छ नि, त्यस्तो टाइपको होइन कि एउटा लाइक कुन अनुसार हो। जस्तै कि index.js हुन्छ कि होइन। जस्तै कि होम पेजको एउटा फुल चाहिँ के हुन्छ, फाइल मस्ट बी इन द मेन फोल्डर एउटा रुट डाइरेक्टरीमा हुनुपर्छ। त्यसपछिबाट यसले अटोमेटिक गिटअपबाट फाइललाई चाहिँ यसले के गर्छ त भन्दाखेरिमा चाहिँ अपलोड गरिदिने काम गर्छ है, डिप्लोइमेन्ट गर्ने काम गर्छ। सबभन्दा पहिले गिटअपमा त अब कनेक्ट गर्न परेको भिएस कोड स्टुडियोबाट पर्सनल स्टुडियोबाट होइन, भिजुअल स्टुडियो कोडबाट सरी। त्यसमा चाहिँ टर्मिनलमा गएर गिट इनिट गर्ने अनि गिट एड डट होइन। अनि त्यसपछिबाट त्यहाँ लगइन माग्न सक्छ। सुरुमा आफ्नो गिटअपलाई एक्सेस दिनु पर्यो होइन। जस्तै कि स्ल्यास अब मेरो कपिल पाण्डे भनेर गर्ने, अब हजुरले हजुरको गिटअपको रिपोजिटरी नाम दिनु पर्यो होइन। रिपोजिटरी कनेक्ट गर्नु पर्यो, गिटअपमा रिपोजिटरी बनाउनु पर्यो राइट। त्यसपछिबाट कमिट गर्नु पर्यो गिट कमिट ड्यास एम, अनि यसमा आफ्नो मेसेज गर्नु पर्यो है। यसमा चाहिँ सुरुको भएर इनिसियल कमिट गर्दा नि भयो अथवा मेरो फर्स्ट प्रोजेक्ट भनेर गर्दा चाहिँ यो गर्ने चाहिँ के हुन्छ नि, गिटअपमा चाहिँ मेन ब्रान्च भनेर चाहिँ कमिट हुन्छ होइन, ड्यास एम भनेर होइन। अब के गर्नु पर्यो, अघिसम्म त हामीले गिटअपको काम गऱ्यौँ होइन। अब पहिला त भर्चुअलमा खाता खोल्नु पर्यो नि त। भर्चुअलमा चाहिँ के गर्नु पर्यो भने भर्चुअलको वेबसाइटमा भर्चुअल.com.मा जाने, भर्चुअल.com मा जाने। भर्चुअल.com मा गएर त्यहाँनिर साइन अप गर्ने। साइन अप गर्दा चाहिँ गिटअपबाट साइन अप गर्ने है। त्यो गरेपछि के हुन्छ भने भर्चुअलले चाहिँ गिटअपमा भएको सबै रिपोजिटरीहरूलाई चाहिँ अटोमेटिक तान्नेर त्यहाँ डिप्लोय गर्छ। जस्तै कि प्राइभेट प्रोजेक्ट होस्, रिपोजिटरी होस् या पब्लिक रिपोजिटरी होस्, दुइटै रिपोजिटरीलाई चाहिँ यसले चाहिँ के गर्छ, फेच गर्ने काम गर्छ। अब बाँकी सिम्पल कुरा छ, जस्ट केही गर्नु पर्दैन। जुन रिपोजिटरी हामीलाई चाहिएको छ त्यो रिपोजिटरीमा क्लिक गर्ने होइन, त्यहाँ एड न्यू प्रोजेक्ट गर्ने। त्यसपछिबाट आफ्नो रिपोजिटरी कुन हो त्यो सिलेक्ट गर्ने, इम्पोर्ट गर्ने, डिप्लोय गर्ने। इजी छ, एकदम इजी छ। अनि त्यसपछिबाट त्यहाँ आफै त्यसले अटोमेटिक बिल्ड गर्छ। त्यसले प्रोजेक्ट नेममा आफ्नो एउटा .भर्चुअल.एप डोमेन राखेर पनि एउटा युआरएल दिन्छ। जस्तै मानिलिउँ हजुरले मानिलिउँ मेरो रेज्युमी.भर्चुअल.एप बनाउनु भयो होइन। जस्तै कि तर मलाई त मेरो रेज्युमी मन परेन भने होइन, माई रेज्युमी.भर्चुअल.एप भनेर नि एउटा पब्लिक डोमेन बनाउन मिल्छ, जुन चाहिँ संसारको जुनसुकै कुनामाबाट पनि फेच गर्न मिल्छ। यो चाहिँ नाउ एनी वान क्यान भिजिट युर साइट होइन। अनि अब जस्तै त्यो भयो। अब हजुरहरूले चाहिँ मान्नु आफ्नै कस्टम डोमेन छ भने त्यहाँनिर डिएनएस कनेक्ट गराउनु भयो भने आफ्नै डोमेन पनि कनेक्ट गराएर चाहिँ भिजिट गर्न सक्नुहुन्छ।
जस्तो कि मैले pandekapil.com.np भनेर राख्छु नि होइन, त्यस्तै गरी गर्न सक्नुहुन्छ होइन। अब यसमा के हुन्छ भने अटोमेटिक जब एभ्री टाइम हजुरले चाहिँ गिटहबमा पुस्ट गर्नुहुन्छ नि, अटोमेटिक के हुन्छ भर्सेलले आफै फेच गर्छ के अपडेट भयो भनेर पत्ता लगाउँछ होइन, केही गर्नै पर्दैन। भर्सेलमा अटोमेटिक के हुन्छ ट्रिगर हुन्छ क्या नयाँ डिप्लोयमेन्टको लागि होइन। चेन्जेस रिफ्लेक्ट लाइभ विथआउट म्यानुअल इन्टरभेन्सन, इजी छ होइन। अघि मैले भने जस्तै गरी अब पर्सनलाइज गर्न मिल्छ आफ्नो डोमेनलाई होइन। आफ्नो एउटा डोमेन किन्नुभयो भने कहिलेकाहीँ $4 $5 पनि आउँछ होइन। नेपालको डोमेन छ भने त .com.np डोमेन फ्रीमा पनि पाइन्छ है। .com.np डोमेन चाहिँ लिइहाल्नुपर्छ त्यही भएर। अनि त्यो हो। अनि आजै त्यो गरेर ट्राई गरिहालौँ होइन। अनि अर्को कुरा मैले भन्नै बिर्सेछु, हजुर जस्तै मैले कुनै पनि प्राइभेट कीहरू छ भने भर्सेलको डिप्लोयमेन्टमा इन्भाइरोमेन्ट भ्यारिएबल भन्ने सेक्सनमा गएर होइन त्यहाँनिर चाहिँ भ्यारिएबल किजहरू पनि राख्नुभयो भने अझै फास्टर के हुन्छ त भन्दाखेरिमा चाहिँ एपिआई कीहरू पनि सुरक्षित भएर भर्सेलबाटै त्यो हुन्छ होइन। के हुन्छ त्यो त मलाई थाहा छैन तर हुन्छ है। ल त्यही हो, केही कन्फ्युजन भयो भने फेरि पनि म अर्को भिडियो बनाउँछु होइन, कमेन्ट गरौँ तर होस्ट गरिहालौँ है त ल।